सबैजनालाई मेरो नाम सचिन खतिवडा हो। म मोरबुङ मणिपुरबाट अहिले म पुणेमा छु। अहिले मणिपुरको करेन्ट सिचुएसन्स र ट्रान्सपोर्टेसन्सको प्रब्लम हेर्दा मैले एउटा आइडिया लिएर आएको छु, जसको नाम हो जिप राइड। अहिलेसम्म मणिपुरमा ओला, उबर जस्तो सर्भिस फुल्ली एभाइलेबल छैन। मैले रिसर्च गर्दाखेरि इम्फालमा सायद मेन सिटिजमा मात्रै छ, तर गाउँ-गाउँमा अझैसम्म आइपुगेको छैन। तर घर-घरमा गाडी भए पनि रिलायबल ड्राइभर र अर्जेन्ट बुकिङको अप्सन्सको बहुत कमी छ अहिले हामीहरूको एरियातिर। स्पेसली लाइक एयरपोर्ट राइड, हस्पिटल भिजिट र लोकल ट्रिपहरूको लागि अझैसम्म पनि बहुत ठुलो प्रब्लमै छ। यही प्रब्लम सल्भ गर्नको लागि मैले जिप राइड सुरु गर्न सोचिरहेको छु। यो उबर ओला जस्तै हो, तर अहिले स्टार्टिङमा 3टा अप्सन्स मात्रै सुरु गरिरहेको छु। लाइक एयरपोर्ट राइड, लोकल ट्रिप, हस्पिटल भिजिट्समा मेनली फोकस अहिले 3टामा छ। एक्जाम्पलको लागि लाइक सनापतिदेखि काङ्लातोङ्बी या एयरपोर्टसम्म ट्राभल गर्न रिलायबल अप्सन्स पाउन अझैसम्म गाह्रै छ, तर यो एप्सको थ्रुले इजिली ड्राइभरसँग कनेक्ट गर्न सक्नुहुनेछ। अनि जिप राइडले यही ग्याप सल्भ गर्न टार्गेट राखेको छ। एप्स कसरी काम गर्छ, इन्टरफेस कस्तो हुन्छ, रेभेन्यू मोडल कस्तो, फ्युचर एक्सपेन्सन प्लान्स अनि अरू बिजनेस प्लानहरू, फ्युचर बिजनेस प्लान्सहरू के हो, सबै मैले प्रिपेयर गरेर राखेको छु। म अहिले पुणेमा छु र यो आइडियालाई प्रपर वेमा ग्रो गर्नको लागि पार्टनर्स, स्पोन्सर्स या इन्भेस्टमेन्ट खोजिरहेको छु हामीहरूको एरियामा। वान्स सक्सेस भएपछि म पनि मणिपुरै आउने छु। लेट मी सो यु यो एप्स कसरी काम गर्छ भन्दै। जस्तो कि अब मैले एयरपोर्ट राइडको लागि केही राइड बुक गर्नु छ भने, सेयरिङ राइड हो कि प्राइभेट हो, अब पर्सनल बुक गर्न छ कि सेयरिङमा जान मन छ, यहाँबाट बुक गर्दा हुन्छ। मोबाइल नम्बर मी टाइप 1 2 3 4 5 6 7 8 9 10, यो टेस्टिङको लागि हो। पिकअप लोकेसन काङ्लातोङ्बी बजार, ड्रप लोकेसन इम्फाल एयरपोर्ट एन्ड सेट 10 सेट पेसेन्जर 1 or 2 1 कन्टिन्यू टु पेमेन्ट। यसमा तपाईँहरूले सबै डिटेल्स हेर्न सक्नुहुन्छ। ट्रिप समरी, काङ्लातोङ्बी बजार, इम्फाल एयरपोर्ट 10 PM 1 म्याक्सिमम। प्राइभेट राइड विथ द मोबाइल नम्बर। फेयर डिटेल्स चाहिँ हामीले यस्तो इन्फर्मेसन दिएको छ अहिलेको लागि। ड्यु टु मल्टिपल रुट्स एन्ड स्केड्युल फ्याक्टर्स द फेयर मे चेन्ज। कुन बेला बन्द भयो भने फेयर चेन्ज हुनसक्छ। सो हामीले एक्चुअल फेयरहरू डाइरेक्टली यो एप्समा हालेको छैनौँ। तपाईँहरूले वाट्सएप गरेर मेसेज गरेर सोधिहाल्दा हुन्छ या कल गर्दा हुन्छ ड्राइभरलाई। अनि पे एडभान्स इन बुकिङ, अगर एडभान्स बुक गर्नु हुन्छ भने यहाँ पे गर्दा नि हुन्छ। अनि गरेको छैन भने आई हेभ पेड कन्फर्म बुकिङ। वान्स कन्फर्म भएपछि यो टेस्टिङको लागि हो, एडभान्स पेड भन्दै आएको छ। तपाईँहरूलाई ड्राइभर एसाइन हुन्छ अनि यो डिटेल्स आउँछ। यो डिटेल्स तपाईँहरूले देख्नुहुन्छ, ड्राइभर्स प्लस तपाईँको इन्फर्मेसन्स। यो डेटा चाहिँ, यो इन्फर्मेसन चाहिँ हामीहरूलाई जान्छ। जस्तो अब मैले बुक गरेको मेरो डेटाबेसमा जान्छ। जस्तो कि तपाईँको आइडी थियो, बुकिङ आइडी ZP J8Y2, सेम यहाँनिर देख्नुहुन्छ Y8Y23V, सेम इन्फर्मेसन मैले पाउने छु यहाँनिर। तपाईँको काङ्लातोङ्बी बजारदेखि इम्फाल एयरपोर्ट 10 बजी 1 प्राइभेट राइड, म तपाईँको मोबाइल नम्बर एज डिस्कस तपाईँको लागि ड्राइभर बुक भयो। वान्स तपाईँको नम्बर पाएपछि हामीले इमिडिएटली तपाईँलाई कल गर्नेछौँ। कहाँबाट कहाँ बुक, काङ्लातोङ्बीदेखि इम्फाल जाने हो, कतिजना छ, मोर इन्फर्मेसनको लागि बुक, तपाईँहरूको रिलायबलको लागि हामीहरूले तपाईँहरूलाई कल गर्नेछौँ। अनि तपाईँहरूले ड्राइभर पाउनु भएन भने तपाईँले इमिडिएटली वाट्सएपमा क्लिक गरेर एयरपोर्ट राइड यहाँनिर
चेक फेयर एयरपोर्ट राइड हस्पिटल कुनै एउटा क्लिक गर्दा भयो एयरपोर्ट राइड कनेक्टिङ टु वाट्सएप तपाईँलाई इमिडिएटली वाट्सएपमा कनेक्ट हुन्छ अनि तपाईँले ड्राइभरसँग कनेक्ट गर्न आई वान्ट टु बुक ए एयरपोर्ट राइड गर्दै गर्नु भने मेसेज डाइरेक्टली अहिले मेरो नम्बर दिएको छ त्यही भएर मलाई डाइरेक्टली मेसेज आउँछ जस्तै मलाई आयो मेसेज अनि हामीहरूले यो इन्फर्मेसन ड्राइभर्सहरूलाई दिनेछौँ पास गरेर तपाईँहरूलाई इमिडिएटली गाडी बुक गर्नेछौँ तपाईँहरूले अगर यो यहाँको डिटेल्सबाट गाडी पाउनु भएन भने इमिडिएटली वाट्सएप गर्दा हुन्छ नभए कल गर्दा हुन्छ अहिलेको लागि यति नै छ च्याट गर्दा पनि हुन्छ च्याट पनि प्रेजेन्टली साइन इन रेजिस्टर पनि छैन वान्स यो पनि छ तर हामीहरूले अझैसम्म यसलाई डाइनामिक बनाएकै छैनौँ अझैसम्म यो डेटा स्टोर गरेकै छैनौँ सबै रेडी छ एप्समा प्रेजेन्टली खालि 3टा अप्सन छ हामीहरूले फ्युचरमा अटोहरू पनि हाल्ने गर्ने सोच्दैछौँ अगर तपाईँहरूलाई यो आइडिया राम्रो लाग्यो भने प्लिज कन्ट्याक्ट अस फर फ्युचर एक्सपान्सन एन्ड ग्रोथको लागि थ्याङ्क यू